सो या हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। धेरै दिनपछि मोटो ब्लग लिएर आइरहेको छु म। अनि आज चाहिँ मैले मोटो ब्लग सिधै कलङ्कीबाट सुरु गरेको छु। कति एउटै बाटो मात्रै देखाउने भनेर आज चाहिँ सिधै कलङ्कीबाट मोटो ब्लग हानिरहेको छु मैले। अनि आज चाहिँ म बाइकको चाबी बनाउन गइरहेको छु, किनभने मसँग एउटा मात्रै बाइकको चाबी छ, त्यही भएर अर्को पनि एक्स्ट्रा बनाइराखौँ भनेर। इनकेस केही गऱ्यो हरायो भने तनाव हुन्छ, त्यही भएर चाबी चाहिँ बनाइराखौँ भनेर एक्स्ट्रा। मैले चाहिँ एउटा भिडियोमा देखिएको थिएँ चाबी बनाउने ठाउँ, डिजाइनहरू पनि दामी दामी बनाइदिँदो रहेछ। त्यही भएर म जाँदैछु अहिले चाहिँ। त्यो ठाउँ चाहिँ इमाडोल भन्ने ठाउँमा हो, राता मकै चोकनिर। अब उता पुगेपछि थाहा हुन्छ के कस्तो छ भनेर हजुरहरूलाई भनिहालौँला। अहिले चाहिँ मेरो मोटो ब्लग हेर्दै बसिदिनु होला सबैजना। अनि मलाई मन परेको चाबी चाहिँ फोल्डिङवालामा थियो। अब हेरौँ कस्तो हुन्छ, त्यहाँ गएपछि थाहा हुन्छ नि। यो हामीले भिडियो एडिट गर्ने बेलामा चाहिँ म्युजिकहरू नहाल्दा राम्रो होला जस्तो लाग्यो अहिले चाहिँ, किनभने कपिराइटमा त हानेर छ आजकल। अनि ललितपुरतिर मैले यता झारखण्डको फुलहरू त्यो भाइरल भइरहेको देखिरहेको थियो, त्यो पनि हेरौँ न देखिन्छ कि देखिँदैन। आज पुरै बाटो नै पर्पल कलरको देखाइरहेको थियो कि इन्स्टाग्राम हेर्दाखेरि, त्यही भएर आज हेरौँ कस्तो देखिन्छ भनेर। सो अहिले चाहिँ म यहाँ खसी बजारतिर आइपुगिसकेँ, यताबाट जाँदै गरौँला। अनि यता चाहिँ स्पिड चाहिँ कम गर्नुपर्छ धेरै नै, नत्र यता स्पिड चेकिङमा परिहाल्छ हामी। त्यही भएर 50 भन्दा माथि गयो भने चिट काटिहाल्छ यता ट्राफिक सरहरूले, किन रिक्स लिउँ भनेर। 45सम्म मात्र कुराउनु पर्ला स्पिड चाहिँ, 50 त नपुऱ्याउँ होला। आजकल ट्राफिकहरूले पनि धेरै नै टाइट गरिरहेछ कि यो बाटोहरूमा, त्यही भएर पनि डर लाग्ने कि यतैतिर बसिरहेको हुन्थ्यो ट्राफिकहरू स्पिड चेकिङ गरेर। आज त छैन क्या हो, अहिले तल पुगिसके जस्तो म चाहिँ धन्न छैन रहेछ यता चेकिङ चाहिँ। कहिलेकाहीँ चाहिँ फेरि स्पिडमा आइरहेको बेलामा चाहिँ चेकिङ गरेर हुन्छ क्या त्यो बेलामा। अब जस्तै हुन्छ नि, हामीसँग बिलबुक लाइसेन्स हुन्छ, त्यो बेलामा चाहिँ चेकिङ पर्दैन। जब बिलबुक र लाइसेन्स लिएर जानु बिर्सिरहेको हुन्छ त्यो बेलामा चाहिँ चेकिङमा परिरहेको हुन्छ कि। तर मलाई चाहिँ त्यस्तै भइरहेको हुन्छ कि जुन दिन चाहिँ मैले बिलबुक र लाइसेन्स लिएर गइरहेको हुन्छु त्यो बेलामा चाहिँ कहिल्यै चेकिङ पर्दैन। अनि जब चाहिँ बिलबुक र लाइसेन्स बिर्सिरहेको हुन्छु त्यो बेलामा चाहिँ चेकिङमा परिरहेको हुन्छ कि। अनि त्यो बेलामा चाहिँ भाग्दिनु पर्यो हामी। अब यताबाट चाहिँ राइट गयो भने चाहिँ किर्तिपुर पुगिन्छ, सिधा गयो भने चाहिँ सानेपा ललितपुरतिर पुगिन्छ, लेफ्ट गयो भने चाहिँ कुलेश्वर पुगिन्छ। त्यही हो। अहिले चाहिँ म यहाँ कुलेश्वर आइपुगिसकेँ। अब यताबाट एकान्त कुद्न हुँदै इमाडोलतिर पुग्नु पर्यो। कलङ्कीदेखि यहाँ माथि इमाडोलसम्म चाहिँ बाटो चाहिँ खतरा बनाइदिइरहेछ क्या सरकारले। बाटो पनि पिच, लेन पनि 2-3टा बनाइदिइरहेछ। सजिलो छ नि त बाइक गाडीहरू चलाउनको लागि चाहिँ। यो अगाडिबाट चाहिँ क्यामेराले खिचेर हुँदो रहेछ क्या ट्राफिकहरूले। उनीहरूको त्यो नियन्त्रण गर्नलाई के सिसी क्यामेराबाट हेरिरहेको हुन्छ नि त, त्यस्तो रहेछ। अनि त्यसमा पनि स्पिडहरू हेर्न मिल्छ कि के हो खोइ क्यारे, त्यस्तै लाग्यो मलाई चाहिँ।
यतातिर चाहिँ हल्का हल्का पर्पल देख्न थालिरहेको छु। यता अलि माथि र होला नि, ठाउँ चाहिँ थाहा भएन कतानिर हो भनेर। यतातिर चाहिँ लागेको थियो जे होस्। हजुरहरूले देख्नु भइहाल्छ नि के हुन्छ भनेर। अस्ति रुटिङ अफ नेपाल बन्नमा यो ठाउँ चाहिँ कस्तो भाइरल देखाइरहेको थियो कि, त्यो झारखण्डको पुल हुन्छ नि पर्पल कलरकै, पुरै बाटो पर्पल कलरको देखाइरहेको थियो। हेरौँ देखिन्छ कि देखिँदैन। अलिअलि त देख्न सुरु भइरहेको छ यतातिर होइन, माथितिर चाहिँ कस्तो छ हेरौँ न। अनि अहिले चाहिँ म यहाँ जाममा परिसकेँ। यता अलिअलि जाम त भइहाल्छ नि, नेपाल त हो। तर भन्नुपर्दा लेफ्ट साइड र राइट साइडको त्यो लेनहरूमा रुखहरू रोप्यो भने चाहिँ दामी देखिन्थ्यो कि यतातिर, त्यो पर्पल कलरवाला के त। स्प्रिङ सिजनमा खतरा देखिन्छ नि त। अब यो पर्पल कलर चाहिँ कहाँसम्म देखिन्छ खोइ हेरौँ न। हजुरहरूले अगाडि देख्नु भइहाल्यो, खतरा रहेछ त। हुन चाहिँ हो रहेछ, तर त्यसमा चाहिँ बडी नै एडिट हानेर रहेछ क्या, त्यही भएर पर्पल चाहिँ धेरै देखाइरहेछ कलर ग्रेडिङ हानेर। ठाउँलाई भाइरल पनि बनाउनु परिहाल्यो नि होइन, त्यही भएर। ल अब चाहिँ म जाँदैछु चाबी बनाउने ठाउँमा। यतातिर नि स्पिड चेकिङ छ क्या अरे, बिस्तारै चलाउनु पऱ्यो जे होस्। 30 देखि 45सम्मको के चलाउने भनेको। उता माथि आकाशी पुलबाट हेरेर हुन्छ नि मामाहरूले, पुरै गन ट्रेसाएर के छ कि छैन हेरौँ है त। मामाहरू छन् त छ होला यो त्यो बिचतिर, क्यामेरामा देखिरहेको छ कि छैन, छन् त छ रहेछ माथितिर। अहिले चाहिँ लास्टै टाइट गरिरहेको छ कि यो ट्राफिकहरूले। अनि अहिले चाहिँ म यहाँ सातो बाटो आइपुगिसकेँ। अब यता आउँदा 5-10 मिनट त होला नि तारा, त्यो चाबी बनाउने ठाउँ। मैले म्यापमा हेर्दाखेरि चाहिँ त्यस्तै देखाइरहेको थियो। अब के हुन्छ हेरौँ न। जामसाम पऱ्यो भने चाहिँ अलिक ढिलाइ हुन्छ, जाम परेन भने चाहिँ छिटै पुगिन्छ। अहिलेसम्म त खासै जाम छैन त्यस्तो बिटी। अनि राइट साइडमा देखिरहेको ठुलो स्विमिङ पुल भनेर लाग्यो सातो बाटोको, त्यस्तै सुनेको थिएँ मैले चाहिँ। ट्राफिक सरहरूको यता पनि चेकिङ रहेछ, स्पिड चेकिङ हो कि के होला खोइ। बाटो चाहिँ कस्तो स्ट्रेटकै यहाँको, चलाउनु पनि कस्तो मजा आउँछ, तर स्पिडमा चलाउनु पाउँदैन, त्यही त हो नि। अनि ठाउँ ठाउँमा पुलहरू पनि बनाइदिइरहेको छ मान्छेहरूलाई हिँड्नको लागि, जेब्रा क्रसिङ जस्तै भनौँ न, सजिलो हुन्छ भनेर। अनि यो बिचको चाहिँ ग्वार्खोको त्यो फ्लाइओभर भन्छ नि, त्यसको यो बनाउँदै रहेछ। ल अहिले चाहिँ म यहाँ ग्वार्खोको फ्लाइओभरमा आइपुगिसकेँ। यता बनाउनु कति टाइम लगाएको के, धेरै नै टाइम लगायो नि यो बनाउनलाई। बनाउन त के भनौँ, खोइ सुरु पनि गरेको छैन लाग्यो खासै। यो बनाउनलाई कति 5-6 वर्ष लगायो होला त्यस्तै भन्दै थियो क्या अरे। ठेकदारहरू पनि भाग्यो अरे त्यस्तो सुनेको थियो मैले चाहिँ। अब सबै घुसखोर त होला नेतातिरको ठेकदारहरू। अब फेरि म यहाँ जाममा आइपुग्यो। जाम पनि कति हुन्छ यार ठाउँ ठाउँमा। झन् कस्तो गर्मी भइरहेको बेलामा जाम भइदियो यता। कति टाइममा आउने हो खोइ अब जाम पनि, सर्छ कि सर्दैन होला। अलिअलि सर्न त सरिआएको छ, खोइ के हुन्छ अब। यो स्कुटरवाला अलिकति अगाडि गइदियो हुन्थ्यो नि, त्यहाँ भित्र छिर्न पाउँथेँ म। भन्नु बित्तिकै सारिरहेको स्कुटर अलिकति अगाडि। यता जाम चाहिँ के साह्रो हो। अब यताबाट राइटतिर जान्थ्यो होला नि अलिकति तल पुगेपछि। खोइ हेरौँ न, यता फर्स्ट टाइम आएको म, थाहा नै भएन क्या यता ठाउँ। त्यो माथिको म्यापमा त त्यस्तै एरो देखाइरहेको छ। अब जाम चाहिँ पहिला क्लियर हुनु पऱ्यो कि। गर्मी पनि के साह्रो गर्मी हो खोइ। यताबाट जाम चाहिँ सरेन, मलाई तनाव भइसक्यो धेरै गर्मी भएर। हेलमेटभित्र त पुरै पसिना आइरहेछ मेरो यहाँ गर्मीले। लास्टै गर्मी छ नि त, त्यही भएर पनि।
फेरि छिनछिनमा पानी पर्छ, छिनछिनमा घाम लागिहाल्छ। के हो आजकल वेदर पनि। ल म चाहिँ एउटा जाम कतेर आइसकेँ, अब अर्को जाममा छु म। अब यो जाम पनि कतिको हुन्छ, यताबाट सिधै तल जाने रहेछ। कति मिनेट चाहिँ लगाउने हो यो जाम खोल्नलाई, हेरौँ न। हाम्रो ट्राफिक सरहरूलाई पनि गाह्रो छ, यताउता हेर्नुपर्छ। त्यही भएर पनि यस्तो घाममा दिनभरि उभिएर बस्नुपर्ने हुन्छ। यता साइडतिर अलिकति गाडी पनि रोक्यो भने जाममा हुन्छ के, अनि ट्राफिक सरहरूलाई रिस उठ्दो रहेछ। ल म चाहिँ जामबाट छुटकारा पाएर जाँदैछु तलतिर। चाबी बनाउने ठाउँ पनि आइपुगिसक्यो होला। यताबाट कतै 5-6 मिनट लाग्छ होला कि। अब यताबाट तलतिर जाँदैछु म। त्यो पसल चाहिँ कता हो यसरी राम्रोसँग हेर्नु पर्नेवाला छ। पसल त कन्फ्युज हुन्छ होला नि, फर्स्ट टाइम आएको यो बाटो, अनि त्यही भएर पनि अब यहाँदेखि तलसम्म हेर्दै जाउँ। देख्यो भने देख्यो, नत्र भए त्यो म्याप हेर्दै जानु पर्ला। म्याप कि त्यो टिकटकमा हुन्छ नि त भिडियोहरूमा। ट्राफिक लाइट बलिरहेछ, ग्रिन बल्यो। अब म चाहिँ जान्छु सरर। यतातिर चाहिँ ठाउँमा ट्राफिक लाइट हालिरहेको छ, जुन चाहिँ राम्रो हो हाम्रो लागि। ल अब केही नबोल्दै तलसम्म जाउँ। त्यो पसलको ठाउँ चाहिँ मलाई कन्फ्युज हुन्छ, मलाई थाहा भइसक्यो। त्यही भएर म चाहिँ सायद तलतिरै आइपुग्यो जस्तै लाग्यो। अब यसो हेरौँ मोबाइलबाट। म चाहिँ धेरै नै तल आइपुगेको रहेछु। यताहरू घुमाएर माथितिर जानु पर्यो। माथितिरबाट कतातिर हो चाहिँ थाहा भएन। पसल चाहिँ यतै रहेछ, तलतिर रहेछ क्या, अलि अन्डरग्राउन्ड वाला रहेछ। त्यही भएर कन्फ्युज हुने रहेछ। ल मैले चाहिँ चाबी बनाइसकेँ, अब यताबाट जानेवाला छु। म चाहिँ अहिले किर्तिपुरतिर जाँदैछु। त्यतातिर मेरो अलिक काम छ कि, त्यही भएर अब हजुरहरूलाई घर गएपछि म देखाउनेवाला छु चाबी चाहिँ कस्तो डिजाइनमा बनाएको भनेर। अनि चाबी चाहिँ एकदम मिलाएर बनाइदिनु भयो दाइले चाहिँ। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुभयो। थ्याङ्क यू सो मच दाइ त्यसको लागि चाहिँ। ल अब म चाहिँ यताबाट कामतिर जाँदैछु। यता जाम पनि कति हुने के, जाममा बसे भइरहेको छु म। जाममा अलिकति सरिदिए हुन्छ नि, सजिलो हुन्छ मलाई जानुलाई। रफ्तारमा ट्राफिक सरलाई फोन लगाउनु पर्यो क्या हो, जाम हटाइदिनु पर्यो भनेर, छिटो छोडिदिनु भनेर। मलाई चाहिँ एकदम ढिला भइसक्यो काममा जानुलाई। त्यही भएर म चाहिँ रङ्काएर जाँदैछु। यता बाटो पनि छोड्दैन क्या गाडीहरूले फेरि। त्यही भएर पनि चारो जानु पायो हुन्थ्यो मलाई काममा। लेट्स गो भन्दै जानु पर्यो। यो गाडीले कस्तो साइडै नछोडिरहेको अघि, त्यही भएर। अब फेरि यहाँ पनि जाम पर्यो। कतिको जाम हुन्छ हेरौँ न। यता चाहिँ पुरै पानी पर्न लागेको जस्तै भइरहेछ। यता चाहिँ सायद पानी पनि पर्छ होला अब। यो अगाडिको मान्छे कस्तो माग्दै आएर हो कि, यस्तो बाटो पार्नुमा त माग्नु भएन नि यसरी होइन।
खोइ नेपालमा आउने के हो इन्डियाको मान्छेहरू आएर माग्न आएर हुन्छ, नेपालीहरूलाई चाहिँ वास्ता चाहिँ गर्दैन कि। यो इन्डियाबाट पठाएको मान्छेहरू सबलाई हटाइनु पर्ने कि, यो माग्ने मान्छेहरूलाई चाहिँ उनीहरूको ठाउँमा गएर माग्यो भने त लखातर पठाउँछ होला नेपालीहरूलाई। हाम्रो नेपालमा चाहिँ माया गरेर बस्छ, के भन्ने अब। यो अगाडिको बसहरूमा मागेर बसिरहेको छ क्या अरे अहिले, पैसा दिन्छ भनेर होला। हेत्तेरिका जाम पनि कति भयो हो क्या, यो लास्टै झौलाइ छ मलाई आज, ढिला पनि भइसक्यो क्या मलाई एकदमै। बल्ल जाम खुल्न थाल्यो, अब चाहिँ जाँदैछु म किर्तिपुरतिर। काम धेरै नै छ मेरो आज यता, त्यही भएर पनि तर यो साइडबाट हेरेर चाहिँ राम्रोसँग नदेख्ने रहेछ यो फुलहरू चाहिँ, पर्पल कलर नदेख्ने रहेछ क्या। अनि मैले चाहिँ यो चाबी बनाएको भिडियो चाहिँ लास्टतिर हालिदिन्छु, हेरिदिनु होला सबैजनाले। अब मेरो क्यामेरामा चार्ज पनि कति टिक्छ थाहा भएन, त्यही भएर अहिले नै भनिहालेको मैले। मेरो यहाँ क्यामेराको चार्ज पनि सकिसक्यो, त्यही भएर अब अर्को मोटो भ्लगमा भेट्नेवाला छु। सो आजको लागि चाहिँ यति नै हो। अब अर्को नेक्स्ट मोटो भ्लग चाहिँ छिट्टै लिएर आउँदैछु म। थ्याङ्क यू फर वाचिङ माई मोटो भ्लग। अनि मेरो युट्युब च्यानललाई प्लिज सब्सक्राइब पनि गरिदिनु होला।